जुन हिसाबले रविजीलाई अघिल्लो सरकारले एउटा चाहिँ राजनीतिक प्रतिशोधै भन्छु म हैन, प्रतिशोध छ। अब उहाँहरूको अरू विषय कानुनी विषय अर्को होला, तर जुन हिसाबले उहाँलाई व्यवहार गरिरहन्छ राजनीतिक प्रतिशोधको हिसाबले उहाँलाई राखेको छ। त्यसले पनि एउटा ठुलो फ्रस्ट्रेसन चाहिँ क्रिएट गरेको हो भन्ने मलाई लाग्छ। त्यो पनि एउटा किनभने यो तपाईको व्यक्तिगत बुझाइ हो कि यो सरकारको बुझाइ हो? हैन, मेरो व्यक्तिगत विषय हो त्यो। ओके। भने कुलमान घिसिङले कोसँग अँगालो हाल्नुहुन्छ, कोसँग हात मिलाउनुहुन्छ भनेर पनि हैन। अब सबै नयाँ किसिमको सोच राख्ने सबैसँग सहकार्य हुन्छ। वैकल्पिक हिसाबले छोटो समयमा आएको स्वतन्त्र पार्टी छँदैछ हैन, उहाँहरू एउटा पार्टी नै खोलेर अगाडि बढाएछ। वैकल्पिक राजनीतिको उडान उडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह लगायतसँग तपाईको हातेमालोको सम्भावना बाँकी नै छ। कुराहरू भइरहेछ, उहाँहरू सबैसँग सहकार्य हुन सक्छ, हुनुपर्छ, सबैसँग सहकार्य हुनुपर्छ।